एभ्रिवान नमस्ते। लास्ट इयर सिक्किम टप मोडल सिजन 6 को फर्स्ट रनर अप भएको थियो। तपाईँलाई थाहै छ म ज्याक्सिले शेर्पा मिसेस क्याटेगोरीबाट होइन। सो तपाईँहरूलाई थाहै छ आज भने चाहिँ तपाईँहरूलाई सिक्किम टप मोडल सिजन 7 को यही बारेमा तपाईँलाई इन्फर्मेसन दिनु लागिरहेको छु। त्यो चाहिँ के हो भन्दाखेरि हाम्रो सिक्किम टप मोडल सिजन 7 को रेजिस्ट्रेसन कहिलेसम्म ओपन छ भन्दाखेरि 20 अगस्तसम्म मात्र ओपन छ। जति पनि हाम्रो दार्जिलिङ, सिलगढी एन्ड कालिम्पोङबाट क्यान्डिडेटहरू हुनुहुन्छ छिटो छिटो गरेर त हाम्रो रेजिस्ट्रेसन एकदमै 20 अगस्तसम्म ओपन छ है। तपाईँहरूले चाहिँ छिटो छिटो गरेर चाहिँ रेजिस्ट्रेसन गर्नुहोस् होला है। सो अर्को कुरा हाम्रो अडिसन कहिले हो त भनेर तपाईँहरूलाई कतिले सुन्नु भएको होला। एकदमै अपडेट आउँदैछ हाम्रो है। मेरो प्रोफाइलमा गएर तपाईँहरूले सिक्किम टप मोडल को तपाईँहरूले प्रोफाइल पनि हेर्न सक्नुहुनेछ है। सो एकदमै तपाईँहरूसँग म पनि एक्साइटेड छु किनभने 30 अगस्त हाम्रो नजिकै जोरथाङ ग्रिन पार्कमा चाहिँ एज अ जुरी म आउँदैछु गाइस होइन। अनि 23 अगस्त गान्तोक टिबेट होटलमा भइरहेको छ। सो उहाँ चाहिँ हाम्रो फर्स्ट विनर डाक्टर अन्जना आउनुहुँदैछ है। सो तपाईँहरूसँग हामी पनि धेरै एक्साइटेड छु, धेरैजना कन्फिडेन्ट लिएर आउनुहोस् होला है। सो त्यही भन्न चाहन्छु। अनि नाउ इफ युर टर्न धेरै कन्फिडेन्ट लिएर आउनुहोस् होला। एकदमै अब साइन गर्ने पालो हजुरहरूको आएको छ है। सो all the very best. See you soon in audition. Thank you.